गुड मर्निङ सबैलाई। मेरो आँखा सुन्निएको धेरै सुतेर भन्दा हिजो राति ढिलो सुताएँ, त्यसैले उठिसकेपछि मुख सुख धोएर अनि पढ्न बसेँ। पहिला चाहिँ मेरो बानी के छ भन्दा के गरौँ भनेर प्लान गराउँछु, सो प्लान गराएँ। अनि त्यसपछि हिजो साँझ बनाएको थिएन नि त, सो पढेँ। अनि त्यसपछि ढोका लगाएँ। ढोका लगाइसकेपछि बाहिर कस्तो हल्ला थियो, अनि त्यसपछि त्यहाँबाट निस्केँ। अनि त्यसपछि मेरो आउटफिटको कुरा गर्छु भने चाहिँ यस्तै छ यसो ज्याममै देखाइदिएको। बाटोमा जाँदाखेरि कि त्यो गाउँको याद आयो कि जम्मै गाउँतिर हुन्छ नि, पहिला न एकचोटि रोजगार खुल्यावाला गएको थिएँ कि, सो यहाँ पनि एउटा काम भइरहेको रहेछ, त्यो हेऱ्यो। रेलगाडी झुक झुक झुक। बाटोमा मस्ती गर्दै बिस्तारै बिस्तारै स्कुल पुगेँ। मेरो स्कुल चाहिँ हो, म चाहिँ ब्रिटिस प्रोफेसनल कलेजमा चाहिँ एससिसी गर्दैछु, सबैलाई थाहा होला होइन। अनि त्यसपछि सर आउनुभएको रहेछ क्लासमा, त्यसैले मैले चाहिँ के गरेँ भन्दा चाहिँ त्यहाँ साथीहरू ब्याडमिन्टन खेलिरहेको रहेछन्, त्यहाँ ब्याडमिन्टन खेल्यौँ। अनि कस्तो धेरै दिन भयो क्या नखेलेको, सो कस्तो भइरहेको त्यो, प्लस त्यहाँ पन्जा लाएको थियो नि, गाह्रो भइरहेको खेल्न। अनि फेरि क्लासमा आउनुभएको रहेछ सर, फेरि अनि गाना गाएर बसेँ। अनि पछि सर आउनुभयो। सरले चाहिँ राम्रो पढाउनुहुन्छ हामीलाई, हाम्रो प्रिय सर। अनि साथीहरू पनि यतापट्टि साइडमा। अनि त्यसपछि ब्लग बन्द गर्दै कतै गाली गर्ने हुन् कि भनेर हाम्रो स्कुल लाइफको प्रिय मित्रहरू। अनि त्यसपछि हामी चाहिँ डिस्कस गऱ्यौँ के गर्ने, अनि हाम्रो हल्का कुरासुरा भयो। अनि त्यसपछि माथि लाइब्रेरीमा पढ्ने भनेको, लाइब्रेरीमा चाहिँ कस्तो डिस्टर्ब हुनसक्छ नि त अरूलाई बोल्दाखेरि, त्यसैले हामी चाहिँ तल आर्ट रुममा आयौँ। आर्ट रुममा फेरि आर्ट देखाउँ भनेको, फेरि कतै कसले गाली गर्ने भनेर आर्ट देखाएन। अनि फेरि त्यो पढिसकेपछि माथि लाइब्रेरी गयौँ। लाइब्रेरीमा सर्टेन समय पढ्यौँ, सबैजना यताउता हेर, सबजना यतै थिए। अनि त्यसपछि हामीले लाइब्रेरीमा पढिसकेपछि म चाहिँ हल्का काम परेर म छिटै आइहालेँ। छिटै घर आएँ, मतलब 3 बजीतिर आएँ। अनि घर जान लागेको थिएँ, साथीले पुल खेलौँ भन्यो। अनि त्यसपछि हामीहरू साथीहरूले पुल खेलौँ। अनि यो चाहिँ म, अनि त्यसपछि है मैले हान्दा के मजाले भिडियो बनाउँदाखेरि पटापट छिर्दिरहेको कि सबैजना तारिफ गरिदिएर, मतलब भिडियो गराउँदा चाहिँ गइदिने के। अनि खेलिसकेपछि म चाहिँ केही समयपछि घर गएँ। घर गइसकेपछि माथि बाह्रको भाइहरूलाई पनि पढाएँ, बहिनी भाइलाई पनि पढाएँ। त्यसपछि चाहिँ म एउटा साथीसँग पढाइको डिस्कस गर्नु थियो, साथीसँग डिस्कस गरेर म पनि केही समयपछि यसो मस्त निन्द्रामा बसेँ। अनि त्यसपछि भिडियो एडिट गर्ने भनेको भोलि गरौँला लाग्यो, टाइम धेरै भइसकेको छ। अनि त्यसपछि म चाहिँ सुतेँ आजको लागि।